गरिबका मुद्दालाई अप्ठ्यारोमा परेका मान्छेहरूलाई राजनीतिक मुद्दा मात्र बनाइरहने हो भने यसले समाधान दिन सक्दैन। ठीक छ, समस्या परेका बेलामा सरकारलाई खबरदारी गर्ने, के गर्यो ठिक गरेनौ कि तिमीहरूले, ठिक गर है, योभन्दा बेटर गर है भन्ने कुरा सही हो। तर मानिसको जीवनसँग जोडिएको, मान्छेको भावनासँग जोडिएका कुराहरूलाई राजनीतिक हतियार बनाउनु चाहिँ वास्तवमा त्यो चाहिँ त्यति राजनीतिक विषय होइन। 30औं वर्षदेखि खोलाको छेउमा त्यो दुर्गन्ध, त्यो अस्वस्थता, त्यो असुरक्षाको बीचमा प्रत्येक रात मानिसहरूले काटेको विषयमा त्यति धेरै चिन्ता भएन। तर त्यसलाई व्यवस्थापन गरेर व्यवस्थित ढङ्गले उनीहरूलाई घरबार विहीन नबनाउने भन्ने नीति लिएर सरकारले केही कदम चालेको विषयलाई लिएर त्यो कदम अलिकति बेटर हुन सक्थ्यो, योभन्दा व्यवस्थित हुन सक्थ्यो, यस हुन सक्थ्यो, गर्न सकिन्थ्यो। अबका दिनहरूमा त्यस्ता कामहरू गर्दाखेरि अझ बढी व्यवस्थित, अझ बढी सन्तुलित, अझ बढी मानवीय बनाउनको निमित्त सरकारले कदम चाल्नुपर्छ भन्ने कुरामा असहमत हुनुपर्ने ठाउँ छैन। तर समस्यालाई समस्याका रूपमा राखेर तपाईँ आफै बताउनुहोस् त,